अनि अन्तिम तर महत्त्वपूर्ण कुरा म भन्न गइराखेको छु, तपाईले हितोपदेश 23 को 4 र 5 पद पल्टाइदिनु होला। धनी बन्न आफूलाई बेसरी नघोट, बुद्धिमानी बनी स्वयं गर। धनको एक झलक पाइन्छ र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन् र आकाशतिर गरुड झै त्यो उडेर जानेछ। अब हेर्नुहोस्, अब त्यो तपाईसँग भएको 90% लाई चाहिँ के भनिएको छ भने फोकस अन थिंग्स दैट स्टे विथ यू फरएभर। तपाईसँग रहने कुरामा चाहिँ फोकस गर, पैसाका कुरामा नगर भनेको। अब सुन्नु होला, यहाँनिर के भनेको छ, धनी बन्न आफूलाई त्यसरी नघोट भनेको छ। धनी बन्नको लागि घोटे रात दिन संगति छैन, मान्छे छैन, सम्बन्ध छैन, परिवार छैन, यो छैन, हिँडेको घोटे हुन्छ कि हुँदैन, नघोट भने। संयमी भन, अनि यहाँनिर गएर बुद्धिमानी बनी स्वयं गर, धैर्यता पनि अपनाऊ भन्यो, अनि धनको एक झलक पाइन्छ त्यो गइहाल्छ भने। महिनाभरि घुटेर काम गर्छन् है, तलब आउँछ, तलब आएको 2 दिन बित्दै त्यो तलब सकिन्छ, किनकि उसको पखेटा छ, तलबको उड्छ, जान्छ रे, पैसा जान्छ, पैसाको पखेटा छ भने। त्यही भएर तपाईँ पैसाको लागि मात्र काम नगर भने। सुन्नु एकछिन, ध्यान दिनु त, पैसाको लागि मात्र काम नगर, इन्जोय गर्नको लागि, रमाइलोको लागि, जो चाहिँ तपाईसँग फरेभर रहन्छ त्यस कुराको लागि चाहिँ काम गर भने। तपाईसँग सधैँभरि रहने कुराहरूको लागि काम गर। उदाहरणको लागि काम इम्पोर्टेन्ट होइन, कामसँगै तपाईको मान्छेलाई फोन पनि गर, विश पनि गर्नुस्, सम्बन्ध पनि बनाउनुस्, घरमा जाँदाखेरि माया प्रेम पनि गर्नुस्। त्यो कुरा रहन्छ नि। पैसा त उड्छ रे, एक दिन तलब आयो दोस्रो दिन उडेर जान्छ भने। बाइबलले भने गरुड जस्तै उड्छ, नजिक उडे त छोपिहाल्थ्यो होला। चिल त कति माथि उड्छ है, गरुड भन्छ नि, त्यो त झन्झन माथि उड्छ, छोप्नै सकिन्न, उडिहाल्छ रे। अब यहाँनिर के भनेको, तपाईसँग जो कुरा चाहिँ ध्यान दिनु होला, जो कुरा चाहिँ कहिले पनि उड्दैन त्यो कुरामा फोकस गर भने। किन? बुद्धि छैन। तपाईँ र मलाई पैसा भन्दा ठुलो बुद्धिको कुरा हो। तपाईले बुद्धि माग्दै हुनुहुन्छ कि पैसालाई दृष्टिकोण बनाउँदै हुनुहुन्छ, त्यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। जसले आफ्नो धन सम्पत्तिमा भरोसा राख्दछ त्यसको पतन निश्चित छ भनेर काउन्सिल दिएको छ। अब त्यो धन सम्पत्ति भन्ने दशांश दिने विषय भने होइन। जो तपाईले 10% चर्चलाई दिइसकेर राख्नु भएको छ त्यो पैसा चाहिँ महत्त्वपूर्ण हो भनेर तपाईको भरोसा पैसामा मात्र, पैसा छैन भने चिन्ता हुने, पैसा छ भने चिन्ता नहुने, पैसा आयो भने खुसी हुने, पैसा गयो भने खुसी हुने, तपाईको पूर्ण भरोसा पैसामा छ भने तपाईले चाहिँ पतन निश्चित हो भने। किनकि पैसा त आउने जाने काम गर्छ, पैसा एकै ठाउँमा बस्दैन। पैसा रुपैयाँ पैसामा सम्पत्तिमा मसँग यो छ, यो घर छ एकजनाको ठुलो 10 करोडको घर छ उदाहरणको लागि, घर भन्छ, भूकम्प आयो त्यो घर गयो भने उसका सब योजनाहरू तर्स हुन्छ। त्यो भनेको पतनतिर जान्छ भने। त्यही भएर तपाईको र मेरो भरोसा चाहिँ परमेश्वरमा राख्नुपर्छ, पैसा रुपैयाँ सम्पत्तिमा होइन। हाम्रो भरोसा यो हुनुपर्छ कि यस म नाश भए पनि मेरो आशा म स्वर्गमा जान्छु, म असलसँग प्रभुसँग बस्छु, यो 70 वर्षको जीवन, यो 50 वर्षको जीवन भन्दा म स्वर्गमा अनन्तको जीवन जिउँछु भनेर भरोसा चाहिँ परमेश्वरमै राख्नुहोस्, मान्छेमा होइन, सम्पत्तिमा होइन। त्यो भरोसा कतिपटक हामी पैसामा राख्छौँ। पैसा छैन भने निराश भइन्छ है, तपाईहरु हुन्छ, म पनि हुन्छ, ट्राभल छैन, खाना पुग्दैन। तर भरोसाको अल्टिमेट कुरा भनेको चाहिँ परमेश्वरमा मात्र राख्नुपर्छ, तर रुपैयाँ पैसामा होइन।